ओइ धुर्मुसे तपाईँ यति धेरै आँट कसरी आयो 5 किलो चामल उठाउन नसक्नेले अर्काको छोरी उठाइदिएको। यस्तै हो साथी, मायामा परेपछि जे पनि गर्न सकिन्छ। ए हो, त्यसो भए चन्द्रमामा गएर पृथ्वीको फोटो खिचेर ले तलु। यो मसँग किन न्यू खोजिरहेछ के? तँलाई कालले बोलाउँदैछ हो? कालले होइन हौ, कालेले चाहिँ बोलाएको होला। अस्तिदेखि म धेरै काले भए मलाई गोरे बनाइदिनु न भनेको भनेछ। ओइ त कति बोल्छस् के? बोलेर थाक्दैनस्? बोल्दैमा थाक्ने भए म किन बोल्थे र? पुलमुनि पिसाबले नचापेको भए म कट्टु किन खोल्थे र? कसमले वाक्कै लागिसके यार। यसरी त 1-2 हप्ता होइन, 1 दिन पनि बस्न सक्दिन म यहाँ। त्यही भएर त होटल जाम भनेको नि तिमीलाई। होटल जानलाई पैसा छैन नि त बेबी। स्यालेरी पनि 1-2 हप्ता पछि मात्रै आउँछ, नत्र त लगिहाल्थे नि तिमीलाई होटल। तल अब रिग्रेट हुँदैछ होला। त्यसो भए घर लैजाऊ मलाई, कति दिन लुकेर बस्नु? हतार नगर न बेबी, सोच विचार गरेर मात्र पाइला चाल्नु पर्छ के? भगाउने बेला चाहिँ केही नसोची भगाइस्, अनि अहिले चाहिँ सोच विचार गर्नुपर्छ भन्छस्? ये बाबुरावको स्टाइल है। मलाई चाहिँ के लाग्छ भने त चुप, एक शब्द नबोल। तैँले बोल्ने बित्तिकै सबलाई रिस उठ्छ यहाँ। किन? म तिमीहरूको सासु आमा हो र मलाई देख्ने बित्तिकै रिस उठ्छ तिमीहरूलाई? त चुप लाग्छस् कि उल्टो झुन्डाइदियो तँलाई? म के चमेरा हो र उल्टो झुन्डाउँछस् मलाई? ओइ धुर्मुसे, तिमीहरूको जात त मिल्छ नि कि जातै नहेरे बगाइस्? मन मिले भइहाल्यो नि, जात किन मिल्नु पर्यो? जात मिल्ने भए यसरी भाग्थ्यौं त हामी। अनि परिवारले स्वीकार्ला त तिमीहरूलाई? किन स्वीकार्दैन? स्वीकार्नै पर्छ नि। यदि स्वीकारेन भने सबलाई आगोको छेउमा राखेर एक जना गर्दै एक जना गर्दै के पोल्छस्? कहाँ पोल्नु, एक जना गर्दै खुट्टा ढोक्छु नि सबको। त्यसपछि त स्वीकारिहाल्छ नि। अनि आगोको छेउमा चाहिँ किन राख्छु भनेको त? ए त्यो त हामी घर जाने बेलासम्म जाडो आइसक्छ नि त, त्यसैले सबैलाई आगोको छेउमा राख्छु भनेको नि। त पनि अब यो जस्तै कुरा गर्न थाली छैन त? देखिस् म कति प्रभावशाली मान्छे रहेछु। के र बाउले भन्ने होला? छस् प्रभावशाली, तबाट प्रभाव हुनु भन्दा त म विजय साईबाट प्रभाव हुन्छु।